सबैलाई नमस्कार। मेरो नाम दीपक हो। आज भन्दा धेरै वर्ष अघि म डेराको कोठामा बस्ने गर्थे। त्यसबेला त्यो डेरामा बस्दा मसँग भएको एउटा डरलाग्दो भूतको घटना आज म तपाईहरूलाई सुनाउन गइरहेको छु। सायद 2056 सालतिरको कुरा हो। विराटनगरको नील सदन भन्ने ठाउँमा एउटा कोठा भेटेको थिए। म एक्लैलाई भने त्यो कोठा ठिकै थियो, तर त्यो कोठा ठूलो कम्पाउन्ड भएको एरियामा थियो। 2-4 घर भएको ठाउँ थियो र म बाहेक त्यहाँ अरू केही मानिसहरू पनि बस्थे। म बसेको घरमा चाहिँ म एक्लै नै बस्थे अनि अरू मानिसहरू अर्को त्यही कम्पाउन्डको अरू घरहरूमा बस्थे। मेरो कोठा छेउ अरू कोठाहरू पनि थियो, तर ती कोठाहरू खाली नै थियो र केही कोठामा पुरानो धेरै सामानहरू राखिएको थियो। यसो बुझ्दा त्यहाँ पहिला एउटा हस्पिटल हुने गर्थ्यो। अनि म महेन्द्र मोरममा पढ्ने गर्थेँ। विद्यार्थी भएकोले मलाई त्यो सुनसान ठाउँ निकै ठिक लागेको थियो। केही हो हल्ला नहुने त्यो ठाउँ मलाई अध्ययन गर्न निकै उपयुक्त थियो। तर एक रातको कुरा हो, म बसेको धेरै भएको थिएन। छेउको अर्को घरमा एक परिवार बस्थे जसका घरमा टिभी राखिएको थियो र त्यस बेलाको जमानामा शुक्रबार राति इन्डियन च्यानलबाट हिन्दी फिल्म आउने गर्थ्यो। अनि त्यो फिल्म हेर्न भनेर त्यस परिवारका दाइ, भाउजू, म र एकजना अर्का दाइ जो त्यही अर्को घरमा बस्थे उहाँ पनि हुनुहुन्थ्यो। र हामी सबै खाना खाएर राति 9 बजेतिर आफ्नो कोठा छाडेर फिल्म हेर्न भनेर त्यही टिभी भएको दाइको कोठामा गयौं र फिल्म हेर्यौं। अनि रातिको करिब 11:30 बजेतिर फिल्म सिधेपछि आफ्नो कोठातर्फ लाग्यौं। मेरो कोठा आउन म पूर्वतिरको अर्को घरमा आउनु पर्ने हुन्थ्यो र त्यो अर्को दाइको चाहिँ पश्चिम जानु पर्ने थियो। त्यसैले हामी त्यही बाटा नै छुटियौं। म एक्लै करिब 50 मिटर ओर आफ्नो कोठातिर आउँदै थिएँ कि अचानक मैले सानो नानी रुएको आवाज सुने। रातिको अन्धकार र सुनसानमा कसको नानी रुएको भनेर सोच्दै म आफ्नो कोठातिर लागे। तर त्यो आवाज भने म बसेकै घरबाट नै आइरहेको जस्तो सुनिन्थ्यो। म बसेको घरको पछाडिपट्टि एउटा दिवाल थियो र त्यसको अझै उतापट्टि चाहिँ एउटा अर्को घर थियो। अनि मलाई लाग्यो सायद त्यो आवाज त्यही पल्लो घरबाट नै आएको होला। त्यसैले मैले त्यति सोचिन र आफ्नो कोठा पुगेर खाटमा मजाले पल्टिए। तर त्यो बच्चा रोएको आवाज अझै आइरहेको नै थियो। म त्यो आवाजले निदाउन सकिरहेको थिइन र मनै सोचे कस्तो आमा रहेछ, राति बच्चा रोइरहेको छ, किन चुप नलगाएको होला। अनि एकछिनमा बिस्तारै त्यो बच्चाको आवाज आफै कम हुँदै गयो र म बिस्तारै निदाउँदै गएँ। तर फेरि केही बेर मात्रै भएको थियो होला, म जसम्मै बिउजिए। किनभने म सुतेको छेउको झियालबाट कोही मान्छे हिँडेको जस्तो आवाज आउन थाल्यो। म एकछिन चकित परे, यति रातिको हिँडेको भनेर। त्यो मान्छे मेरो कोठाको झ्याल पारी बिस्तारै छक छक खुट्टाको आवाज गर्दै हिँड्दै थियो र मेरो कोठाको झ्याल बन्द गर्न मिल्दैन थियो, तर जाली चाहिँ लगाएको थियो। मैले झ्यालबाट बाहिर हेरे, अन्धकार थियो, केही देखिँदैन थियो। अनि मैले चोर होला भनेर को हो भन्दै कराए। मैले त्यसो भन्ने बित्तिकै त्यो मान्छे ठ्याक्कै हिँड्न छोड्यो। त्यसको खुट्टाको आवाज आउन बन्द भयो। चोर नै होला भनेर फेरि टर्च बालेर बाहिर हेरे, तर कोही पनि थिएन। त्यसपछि त्यो आवाज आउँदै आएन र म पनि बिस्तारै निदाए। भोलिपल्ट शनिबार फेरि दिउँसो टिभी हेर्न त्यही दाइकोमा भेला भयौं। अनि कुरै कुरामा मैले हिजो राति भएको कुरा सुनाए। त्यसपछि ती दाइले त्यो पल्लोपट्टिको अफिस हो, घर होइन भन्नुभयो। त्यो रोएको बच्चाको आवाज त तर्साएको होला, किनभने त्यो घरमा दिउँसो मात्र मान्छे हुन्छन्, राति त कोही पनि हुँदैनन् भन्नुभयो।
अनि त्यसपछि मेरो सातो उडेर गयो। पहिला हस्पिटल भएको ठाउँ, सायद धेरै मान्छे मरेको होला भन्दै कुराहरू गर्न थाल्नुभयो ती दाइहरूले। मलाई भने धेरै डर लाग्न थाल्यो। भूत भनेपछि सानैदेखि डराउने बानी थियो मेरो। त्यो दिन डरले मैले आफ्नो कोठामा नसुतेर त्यही फिल्म हेर्न आउने अर्को दाइको कोठामा गएर सुते। तर सबै अरूकै कोठामा सुत्नु नै भएन। अनि फेरि दाइहरूले म डराएको देखेर मलाई धेरै गिज्याउन थाले। मलाई बच्चा रोएको, खुट्टाको पाइलाको आवाज आउला भन्दै धेरै नै जिस्काए। त्यसरी जिस्काएपछि मैले आफ्नै कोठामा गएर सुत्ने निर्णय गरे। र अब त्यो दिन म कोठामै थिएँ। रात पनि पर्न लागेको थियो। सबै सामान्य नै थियो। मैले खाना पकाए, खाए अनि सबै थानको गरेर ओछ्यानमा ढल्किएर किताब पढ्दै थिएँ। अचानक रातिको 9 बजेतिर फेरि त्यही बच्चा रोएको आवाज आउन थाल्यो। कोही त पक्कै बस्छ होला भनेर मैले ओछ्यानमा उभिएर त्यो पल्लो घरतिर चिहाउन थाले। तर त्यो पल्लो घरमा बत्ती कतै बलेको थिएन र ध्यान दिएर सुन्दा त्यो आवाज पल्लोपट्टिबाट नआएको भएर त्यही झ्याल बाहिर, त्यतै म बसेको घर र देवालको बीचमा भएको साँघुरो खोजबाट आएको जस्तो सुनिन्थ्यो। आवाज यस्तो आउँथ्यो कि ती छेउमै बच्चा छ जस्तो। म डरले थुरथुर भए। बच्चा घरिघरि ती झ्याल बाहिर नै भए जस्तो सुनिन्थ्यो। मलाई त्यो आवाजले धेरै नै तर्साइरहेको थियो। डरले मलाई ती टर्च बालेर बाहिर हेर्ने आँट पनि आएन र एकै डल्लो परेर ओछ्यानमै ढल्किरहे। तर निदाउन भने सकिरहेको थिइन। एकछिनमा बिस्तारै त्यो आवाज आउन आफै बन्द भयो र म ढुक्क भए। अब मनलाई अलि हल्का भए जस्तो भयो। तर फेरि त्यो मान्छे हिँडेको जस्तो आवाज आउन थाल्यो। कोही मेरो झ्याल बाहिर त्यो फोहोरी खोजमा ओहर दोहर गर्दै हिँड्न थाल्यो। खुट्टाको छक छक आवाज आउँथ्यो। कोही बिस्तारै एकै रफ्तारमा हिँडिरहेको जस्तो पल्लो छेउबाट हिँडेर मेरो झ्यालको छेउबाट हुँदै ओल्लो छेउसम्म जान्थ्यो र फेरि फर्किएर आउँथ्यो। अनि यसरी हिँडि नै राख्थ्यो। मैले अगाडि जस्तै चोर सोचेर आँट गरी फेरि को हो भनेर कराए। सायद अस्ति जस्तै चुप हुन्छ भनेर। तर यसपटक भने मैले बोल्दा एकछिन रोकिन्थ्यो अनि फेरि हिँड्न सुरु हुन्थ्यो र त्यो खुट्टाको आवाज आइ नै राख्थ्यो। त्यो आवाज बन्द नभएको भएर सायद चोर पो होला कि भन्ने एक मनमा भयो। अनि मैले एकपल्ट आँट गरेर टर्च बालेर बाहिर झ्यालबाट हेरे। बाहिर कोही थिएन। त्यो जो पनि थियो पल्लो छेउबाट हिँड्दै मेरो झ्यालको छेउतिर आउँदै थियो। मैले पनि को चाहिरहेछ भनेर एकछिन पर्खिए र टर्च पनि बाली नै रहेको थिए। बाहिर प्रष्ट देखि नै रहेको थियो। तर जब त्यो आवाज बिस्तारै मेरो झ्याल अगाडि आयो त्यहाँ कोही पनि थिएन र त्यो खुट्टाको पाइलाको आवाज पनि रोकियो। मानौ त्यो भूतले त्यहाँ रोकिएर म पट्टि फर्कियो र मलाई हेर्यो। तर मैले भने चाहिँ केही पनि देखिरहेको थिइन। त्यसै क्षण मेरो मनमा चिसोपनले बास गर्यो। म डरले एकोहोरो भए। मैले सोचे त्यो भूतले मलाई हेरिरहेको होला। म एकछिन हल्लिन पनि सकिन र झ्याप्पै टर्च निभाए अनि आफ्नो ओछ्यानमा ढलेर लुके। म लुक्ने बित्तिकै फेरि त्यो पाइलाको आवाज आउन थाल्यो। फेरि निरन्तर त्यो भूत आफ्नो हिँडाइमा फर्कियो। त्यसपछि म पुरै विश्वस्त भए त्यो कुनै भूत नै हो। म ओछ्यानमा ढलेर एकछिन अचल भए। मैले गरेको यो अनुभव अनौठो थियो। मेरो दिमाग शून्यमा पुगेको थियो। एक्लै एउटा कोठामा र बाहिर एउटा अदृश्य भूत हिँडिरहेको छ। म डरले पुरै पसिना भइसकेको थिएँ। त्यो खुट्टाको आवाज कानमा बिजाइरहेको थियो। एकछिनमा खै कसरी म आफै निदाएछु। तर म सायद गहिरो निन्द्रामा पुगेको थिइन। किनभने म निदाइरहेको भए पनि खै निन्द्रामै डरले मैले भर्खरै झ्याल बाहिर भूत थियो भन्ने कुरा सम्झिए र आँखा खोले।
आँखा खोल्ने बित्तिकै मेरो पहिलो नजर नै त्यही झ्यालमा गयो र जस्तो मैले झ्यालतिर हेरे म उफ्रिएर एकै पटक ओछ्यानबाट तल झरे अनि मेरो मुटुको ढुकढुकी पुरै बढेर गयो। मैले त्यो झ्यालमा एउटा मान्छेले आफ्नो अनुहार झ्यालमा टसाएर मलाई हेरिरहेको देखे। त्यो अनुहारको मासु हेर्दा सेतो कुहिएको थियो भने अनुहारमा स्टिच लगाएर छालाहरू बाँधिएको थियो। त्यो दृश्य अचानक देख्ने बित्तिकै म तर्सिएर आफै उछिटिए, भुइँमा लडेर एकछिन मलाई होस सम्हाल्नै लाग्यो। त्यसपछि मैले त्यो कोठामा नबस्ने निर्णय गरे। रातिको करिब 2 बजेको थियो होला। हातमा टर्च बोकेर कुदेर त्यो घर छेउको दाइकोमा गए अनि ती निधाए। भोलिपल्ट मलाई हन्हानी ज्वरो आयो। मैले अब त्यो कोठा छोड्ने निर्णय गरे र 2 दिनमै कोठा छोडे। केही वर्षपछि मैले त्यो टिभी भएको दाइलाई भेटेको थिएँ र त्यो दाइले मलाई म बसेको कोठाको वास्तविकता सुनाए। म बसेको त्यो घरमा हस्पिटल हुँदा मरेको मान्छेहरू राख्ने कोठा थियो हरे। त्यहाँ अरू पनि बस्न आएको थिए हरे र सबलाई तर्साएको रहेछ अनि सबैले त्यो कोठा छोडेछन्। अहिले त्यो घर पुरै नै भत्काएर अर्कै बनाइसकेको रहेछ। धन्यवाद। कथा सिद्धिएको छ। अन्तिमसम्म सुन्नेहरूले कृपया च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।